शान्ति। आज मिति 2082 माघ महिनाको 1 गते बिहिबार, तदनुसार 15 जनवरी 2026। बापदादाको साकार महावाक्य मुख्य सारमा छ। मिठे बच्चे, तिम्रो मुखबाट कहिल्यै पनि हे ईश्वर, हे बाबा शब्द निस्कनु हुँदैन। यो त भक्ति मार्गको प्र्याक्टिस हो। बाबा भन्नुहुन्छ, बच्चे तिम्रो मुखबाट कहिले पनि हे ईश्वर, हे बाबा, हे भगवान भन्ने शब्द निस्कनु हुँदैन। यो त भक्ति मार्गको आदत हो। बाबालाई हामीले हे भनेर बोलाउने होइन कि मेरो बाबा भनेर सम्बोधन गर्ने हो। हे शब्द दुःखको हो, भक्तिको हो। प्रश्नमा, तिमी बच्चाहरूले सेतो ड्रेस किन मन पराउँछौ? यो कुन कुराको प्रतीक हो? उत्तरमा छ, अहिले तिमी यो पुरानो दुनियाँबाट जीवन छँदै मरिसकेका छौ, त्यसैले तिमीलाई सेतो ड्रेस मनपर्छ। यो सेतो ड्रेसले मृत्युलाई सिद्ध गर्छ। कोही मरेछ भने त्यसको शरीरमाथि पनि सेतो कपडाले ढाकिदिन्छन्। तिमी बच्चाहरू पनि अहिले मर्जीवा बनेका छौ। बाबुले हामी सबै बच्चाहरूलाई सेतो ड्रेस दिनुभयो। यो ईश्वरीय विश्वविद्यालयको यो युनिफर्म हो। यो सेतो नै किन त? बाबा भन्नुहुन्छ, जसरी कसैको मृत्यु हुन्छ भने सेतो कपडाले ढाक्दछन्, सेतो भनेको सम्पूर्ण पवित्रता पनि हो। तिमी ब्राह्मण जीवनमा मर्जीवा बनेका छौ, त्यसैले सेतो ड्रेस नै मन पराउँछौ। ओम शान्ति। रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। रुहानी शब्द नभनेर केवल बाबा भन्यौ भने पनि ठिक छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैले आफूलाई भाइ भाइ त भन्छौ नै, त्यसैले त बाबा बसेर सम्झाउनुहुन्छ बच्चाहरूलाई। सबैलाई त सम्झाउनुहुन्न होला, सबैले आफूलाई भाइ भाइ भन्छौ नै। गीतामा लेखिएको छ, भगवानुवाच, अब भगवानुवाच कसप्रति? सबै भगवानका बच्चाहरू हुन्। उहाँ बाबा हुनुहुन्छ भने भगवानका बच्चाहरू सबै भाइ भाइ हुन्। निराकार शिव बाबा हामी सम्पूर्ण मानव आत्माको पिता हुनुहुन्छ र एउटै पिताका हामी आत्माहरू सन्तान हौँ। त्यसैले हाम्रो आपसी नाता हो भाइ भाइको। भगवानले नै सम्झाउनु भयो होला, राजयोग सिकाउनु भयो होला। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ। दुनियाँमा अरू कसैको पनि यस्तो विचार चल्न सक्दैन। जसलाई सन्देश मिल्दै जान्छ उनीहरू स्कुलमा आउँदै जानेछन्, पढ्दै जानेछन्। शिव बाबाको परिचय जसलाई मिल्दै जान्छ उनीहरू यस स्कुलमा आउँदै जानेछन्, पढ्दै जानेछन्, बुझ्नेछन्। पढ्दछन् त हेरियो, अब गएर केही धेरै सुनौ। पहिलो मुख्य कुरा हो ज्ञानका सागर पतित पावन गीता ज्ञानदाता शिव भगवानुवाच। सबैभन्दा पहिला उनीहरूलाई यो थाहा हुनुपर्छ, यिनीहरूलाई सिकाउने अथवा सम्झाउने को हुनुहुन्छ? उहाँ सुप्रिम सोल ज्ञानका सागर निराकार हुनुहुन्छ। उहाँ त हुनुहुन्छ नै सत्य। उहाँले सत्य नै बताउनु हुनेछ। फेरि त्यसमा अरू कुनै प्रश्न उठ्न सक्दैन। निराकार परमात्मा शिव बाबा सत्य हुनुहुन्छ। उहाँले हामीलाई जे सिकाउनुहुन्छ, सम्झाउनुहुन्छ, सत्य नै सम्झाउनुहुन्छ। त्यसैले परमात्मा शिवलाई सत्यम शिवम सुन्दरम भनिन्छ। पहिला सुरुमा त यसैमा सम्झाउनुहुन्छ, हामीलाई परमपिता परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनुहुन्छ। यो राजकीय पद हो।
जसलाई निश्चय हुनेछ, जो सबैका बाबा हुनुहुन्छ, उहाँ पारलौकिक बाबा बसेर सम्झाउनुहुन्छ। उहाँ नै सबैभन्दा ठुलो अथोरिटी हुनुहुन्छ। त्यसपछि फेरि अर्को कुनै प्रश्न उठ्नै सक्दैन। जब बाबाको परिचय मिल्यो अनि जसले बाबालाई राम्रोसँग चिन्न सके, भगवानलाई चिनिसकेपछि उहाँको श्रीमतमा चल्न, उहाँको निर्देशनलाई पालन गर्न उनीहरूलाई कुनै पनि प्रश्नले छेक्दैन या उनीहरूको मनमा कुनै प्रश्न उठ्न सक्दैन। उहाँ पतित पावन हुनुहुन्छ र जुन बेला उहाँ यहाँ आउनुहुन्छ त्यति बेला अवश्य आफ्नो समयमा आउनुहुन्छ होला। तिमीले देख्छौ पनि यो त्यही महाभारत लडाईँ हो। विनाशपछि फेरि निर्विकारी दुनियाँ हुनु छ। यो हो विकारी दुनियाँ। यो कुरा मानिसहरूले जान्दैनन्। भारतवर्ष नै निर्विकारी थियो। केही पनि बुद्धि चल्दैन। गडरेजको ताला लागेको छ। त्यसको चाबी एक बाबासँग मात्रै छ। त्यसैले उहाँलाई नै ज्ञानदाता, दिव्य चक्षु विधाता भनिन्छ। बाबुले ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ। यो कसैलाई थाहा छैन। निराकर्ष बाबा यस धरतीमा आएर हामीलाई ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, आत्मा अनुभव गराउनुहुन्छ। यो विषयमा कसैलाई पनि थाहा छैन। तिमीलाई पढाउने को हुनुहुन्छ? दादालाई सम्झिन्छन्, त्यसैले टीका टिप्पणी गर्छन्। अब साकार माध्यम ब्रह्मा बाबा त देखिनमा आउनुहुन्छ, त यिनै दादाले होला सबैलाई यो सम्झाएको भनेर बुझ्दछन् अनि ज्ञानमा टीका टिप्पणी गर्दछन्, धेरै प्रश्नहरू गर्दछन्। तर यो ज्ञान राजयोगको शिक्षा निराकर्ष बाबा भगवान आफैले दिनुभएको हो भनेर बुझ्दैनन्। केही न केही भन्दछन्। त्यसैले सबैभन्दा पहिलो कुरा नै यो सम्झाऊ। यसमा लेखिएको पनि छ, शिव भगवानुवाच, उहाँ त हुनुहुन्छ नै सत्य। बाबुले बुझ्नुहुन्छ, म पतित पावन शिव हुँ। म परमधामबाट आएको हुँ यी शालिग्रामहरूलाई पढाउन। बाबा हुनुहुन्छ नै नलेजफुल। सृष्टिको आदि मध्य अन्त्यको रहस्य सम्झाउनुहुन्छ। यो शिक्षा अहिले तिमीलाई नै बेहदका बाबाबाट मिलिरहेको छ। उहाँ नै सृष्टिका रचयिता हुनुहुन्छ। बाबा पतित सृष्टिलाई पावन बनाउनेवाला हुनुहुन्छ। शिव बाबा यो पतित संसारलाई पावन बनाउनको लागि आउनुभएको हो। बोलाउँछन् पनि, हे पतित पावन आउनुहोस्। त्यसैले सबैभन्दा पहिला उहाँकै परिचय दिनु छ। उहाँ परमपिता परमात्मासँग तपाईँको के सम्बन्ध छ? उहाँ हुनुहुन्छ नै सत्य। नरबाट नारायण बन्ने सत्य ज्ञान दिनुहुन्छ। बच्चाहरूलाई थाहा छ बाबा सत्य हुनुहुन्छ। बाबाले नै सचखण्ड बनाउनुहुन्छ। तिमी नरबाट नारायण बन्न यहाँ आउँछौ। बैरिस्टर पास भयौ भने बुझ्दछौ हामी बैरिस्टर बन्न आएका हौँ। अहिले तिमीलाई निश्चय छ हामीलाई भगवानले पढाउनुहुन्छ। होइन, सङ्गम युगमा हामी ब्राह्मण बच्चाहरूलाई पुरा निश्चय छ कि म आत्मालाई परमात्माले नै पढाउनु भएको छ, भगवानले नै पढाउनु भएको छ। कतिले निश्चय पनि गर्छन् र फेरि संशय बुद्धि हुन्छन्। त्यसपछि उनीहरूलाई सबै मानिसहरूले भन्दछन्, तिमीले त भन्थ्यौ भगवानले पढाउनुहुन्छ, फेरि भगवानलाई छोडेर किन आयौ? संशय आएपछि नै भागन्ती हुन्छन्। कुनै न कुनै विकर्म गर्छन्। भगवानुवाच, काममा शत्रु हो। यसमाथि विजय प्राप्त गरेमा नै तिमी जगतजित बन्नेछौ। शिवा भन्नुहुन्छ, पढ्दै गरेको बच्चा पनि कुनै दिन पढाइ छोडेर गयो भने त्यो बच्चाले जसलाई ज्ञान सम्झाएको थियो उनीहरूले
प्रश्न गर्दछन्, "तपाईँले त भगवानले पढाउनुहुन्छ भन्नुहुन्थ्यो, फेरि किन आज छोड्नुभयो त?" भन्दछन्। श्री बाबा हुनुहुन्छ, अवश्य उसले कुनै विकर्म गर्यो। विकर्म गरिसकेपछि मन बुद्धि श्री बाबामा अडिन सक्दैन, एकाग्र हुन सक्दैन अनि उसले बाबालाई नै छोडेर जान्छ। त्यसमा पनि मुख्य छ काममा शत्रु। जबसम्म यो काम विकारलाई जित्दैनौ तबसम्म तिमीलाई भित्रबाट अप्ठ्यारो भइरहन्छ। काम विकारलाई जित्न सक्यौ भने मात्र जगत जित भन्ने छौ। जो पावन बन्दछन् उनीहरू नै पावन दुनियाँमा जानेछन्। यहाँ छ नै राज्यको कुरा, तिमीले गएर त्यहाँ राज्य गर्नेछौ। बाँकी जति पनि आत्माहरू छन् तिनीहरू आफ्नो हिसाब किताब चुक्ता गरेर फर्केर आफ्नो घर जानेछन्। यो कयामतको समय हो। अब यो बुद्धिले भन्दछ, सतयुगको स्थापना अवश्य हुनु छ। पावन दुनियाँ सतयुगलाई भनिन्छ। बाँकी सबै मुक्तिधाममा जानेछन्। उनीहरूले फेरि आफ्नो पाठ रिपिट गर्नु छ। तिमीले पनि आफ्नो पुरुषार्थ गरिरहन्छौ पावन बनेर पावन दुनियाँको मालिक बन्नको लागि। मालिक त सबैले आफूलाई सम्झन्छौ नि, प्रजा पनि मालिक हौ। जसरी आज पनि हामी कुनै राष्ट्रमा छौँ भने होइन, यो राष्ट्रको नागरिक हौँ, यो राष्ट्रका हामी मालिक हौँ भन्दछौँ नि। त्यस्तै बाबा भन्नुहुन्छ सतयुगमा राजा मात्रै होइन, त्यहाँका प्रजाहरू पनि त मालिक हुन् नि। अहिले प्रजाले पनि भन्दछन् नि, हाम्रो भारतवर्ष ठुलाभन्दा ठुला मानिसहरू सन्यासी आदिले पनि भन्दछन् हाम्रो भारतवर्ष। तिमीले बुझेका छौ, यस समयमा भारतवर्षमा सबै नरकवासी छन्। बाबा हुनुहुन्छ, यस समयमा संसारमा सबै मनुष्यहरू आसुरी अवगुणले भरिएका छन्। भगवान भन्नुहुन्छ नरकवासी छन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि यो राजयोग सिकिरहेका छौँ। सबै त स्वर्गवासी बन्दैनन्। अहिले यसको ज्ञान भएको छ। उनीहरूले जे सुनाउँदछन् त्यो सबै शास्त्र सुनाउँदछन्। उनीहरू शास्त्रको अथोरिटी हुन्। बाबा भन्नुहुन्छ यी भक्ति मार्गका वेद शास्त्र आदि सबै पढ्नाले सिँढी तल ओर्लदै जान्छन्। यो सबै हो भक्ति मार्ग। बाबा भन्नुहुन्छ भक्ति मार्ग पुरा भइसकेपछि मात्रै म आउँछु। मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनु छ। अधिक सङ्ख्या त भक्तहरूको छ होइन। द्वापर युगबाट जब भक्ति सुरु हुन्छ तब श्री बाबा भन्नुहुन्छ म आउँछु भक्त आत्माहरूलाई उनीहरूको भावना, आस्था, विश्वास र उनीहरूले मेहनत जसरी गरेका छन् त्यसै अनुसार भक्तिको फल अवश्य दिन्छु। यो सबै भक्ति मार्ग, यो सबै हो भक्ति मार्ग। बाबा भन्नुहुन्छ भक्ति मार्ग पुरा भइसकेपछि मात्रै म आउँछु। मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिन्छु। अधिक सङ्ख्या त भक्तहरूको छ। सबैले पुकारिरहन्छन् नि, हे गड फादर होइन, ओ माई गड, हे गड फादर भनेर। कसैले अल्लाह भन्दछन् त कसैले प्रभु, कसैले हे ईश्वर भन्दछन्। यसरी बोलाइरहन्छन् नि। भक्तहरूको मुखबाट ओ गड फादर, हे भगवान अवश्य निस्किन्छ। तर भक्ति र ज्ञानमा त फरक छ। भक्तहरूले हे भगवान भन्नु र हामी ब्राह्मण बच्चाहरूले शिव बाबा, मिठो बाबा, प्यारो बाबा, मेरो बाबा भन्नु होइन, कति फरक छ। बाबा भन्नुहुन्छ हे शब्द भक्तिको हो। हे शब्द होइन, हे भगवान भन्नु यो होइन पुकार हो, भगवानलाई आह्वान गरेको हो, भगवानसँग के आशा अपेक्षा गरेको हो। तर मेरो बाबा भन्नु यो भगवानसँग अधिकार राखेको हो। र ज्ञान र भक्तिमा फरक छ। तिम्रो मुखबाट कहिले हे ईश्वर, हे भगवान यी शब्द निस्किँदैनन्। मानिसहरूलाई त यस समयमा आधा कल्पको प्र्याक्टिस भएको छ। तिमीलाई थाहा छ, उहाँ त हाम्रो बाबा हुनुहुन्छ।
तिमीले कहाँ हे बाबा भन्नु छ र? बाबाबाट त तिमीलाई वर्षा लिनु छ। भगवानसँगको हामी आत्माको सम्बन्ध के हो भनेर जानिसकेपछि, बुझिसकेपछि अब यो पिता पुत्रको सम्बन्धको बिचमा हे भन्ने लाग्दैन, यहाँ त मेरो भन्ने लाग्दछ। त शिव भन्नुहुन्छ, अब तिमीले हे भगवान, हे ईश्वर, हे प्रभु भनेर यो दुःखको आवाज निकाल्दैनौ। तिमी त अब प्रेमको शब्द बोल्दछौ। मिठो बाबा, प्यारो बाबा, मेरो बाबा भन्दछौ। तिमीले बाबासँग माग्दैनौ, तर बाबासँग आफ्नो अधिकार लिन्छौ। पहिला त तिमीलाई यो निश्चय भएको छ, हामीले बाबाबाट वर्षा लिन्छौँ। बाबाले बच्चाहरूलाई वर्षा लिने अधिकारी बनाउनुहुन्छ। शिव भन्नुहुन्छ, बच्चे मेरो सम्पत्ति लिन तिमी योग्य बन। मसँग जति पनि ज्ञान, गुण, प्रेम, शक्ति, होइन, सुख, आनन्द, जे शक्तिहरू छन्, गुणहरू छन्, ती सबै लिनको लागि तिमी स्वच्छ आत्मा, पवित्र आत्मा बन। उहाँ त सत्य बाबा हुनुहुन्छ नि। बाबालाई थाहा छ यिनीहरू मेरा बच्चाहरू हुन्, जसलाई मैले ज्ञान अमृत पिलाएर, ज्ञान चितामा बसाएर, घोर निन्द्राबाट जगाएर स्वर्गमा लैजान्छु। बाबुले सम्झाउनु भएको छ, आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छन्। सुखधामलाई भनिन्छ निर्विकारी दुनियाँ। सम्पूर्ण निर्विकारी देवताहरू हुन्छन् नि, र त्यो हो स्वीट होम। तिमीले जानेका छौ हाम्रो घर त्यही हो। हामी कलाकारहरू त्यही शान्तिधामबाट आउँछौँ यहाँ पाठ खेल्न। हामी आत्माहरू यहाँका निवासी होइनौँ। ती कलाकारहरू यहाँका निवासी हुन्छन्। केवल घरबाट आएर ड्रेस परिवर्तन गरेर पाठ खेल्छन्। तिमीले त बुझेका छौ हाम्रो घर शान्तिधाम हो। फेरि हामी त्यहाँ फर्केर जान्छौँ। सबै कलाकारहरू स्टेजमा आइसकेपछि फेरि बाबा आएर सबैलाई लैजानुहुनेछ। त्यसैले उहाँलाई मुक्तिदाता, गाइड पनि भनिन्छ। बाबा दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ भने यति धेरै मानिसहरू कहाँ जानेछन्? विचार गर। पतित पावनलाई बोलाउँछन् के को लागि? आफ्नो मृत्युको लागि। दुःखको दुनियाँमा बस्न चाहँदैनन्, त्यसैले भन्दछन् घर जाउँ। ती सबै मुक्तिलाई नै मान्नेहरू हुन्। अब साधु सन्तहरूले पनि मुक्तिलाई मान्दछन्। अब यो दुःखको संसारमा हामीलाई धेरै बस्नु छैन, हे ईश्वर लिन आउनुहोस्, हामीलाई मुक्ति दिनुहोस् भन्दछन्। भारतवर्षको प्राचीन राजयोग पनि कति प्रसिद्ध छ। बेलायतमा पनि जान्छन् प्राचीन राजयोग सिकाउन। वास्तवमा हठयोगीहरूले त राजयोग जान्दैनन् नै, उनीहरूको योग नै गलत छ। त्यसैले तिमीले गएर सत्य राजयोग सिकाउनु छ। शिवबाबा भन्नुभयो, होइन, हठयोगीहरूले, साधु सन्तहरूले राजयोग सिकाउन जान्दैनन्। राजयोग त केवल शिवबाबाले मात्र सिकाउनुहुन्छ। जब हामी ब्राह्मण बच्चाहरूले राजयोगको अभ्यास गर्छौँ, तब हामीले पनि अरूलाई सिकाउन सक्छौँ। मानिसहरूले सन्यासीहरूको गेरुवा वस्त्र देखेर उनीहरूलाई कति मान दिन्छन्। बौद्ध धर्ममा पनि सन्यासीहरूले गेरुवा वस्त्र लगाएको देखेर उनीहरूलाई मान्दछन्। सन्यासी त पछि हुन्छन्। बौद्ध धर्ममा पनि सुरुमा कुनै सन्यासी हुँदैनन्। पाप बढ्दै गएपछि सन्यास धर्म स्थापना हुन्छ। सुरुमा त ती आत्माहरू माथिबाट आउँछन्, उनीहरू केही सङ्ख्यामा आउँछन्। सुरुमा सन्यास सिकाएर के गर्ने? सन्यास हुन्छ पछि। यो पनि यहाँबाटै नक्कल गर्छन्। इसाईहरूमा पनि धेरै छन् जसले सन्यासीहरूलाई मान राख्दछन्। गेरुवा वस्त्रको जुन पहिरन छ त्यो हठयोगीहरूको हो। तिमीले त घरबार छोड्नु छैन, न कुनै सेतो कपडाको बन्धन छ, तर सेतो राम्रो हो। तिमी भट्टीमा बसेका छौ, त्यसैले ड्रेस पनि यही भएको छ।
श्री बाबा भन्नुहुन्छ, साधु सन्तहरूले गेरुवा वस्त्र लगाउँदछन् र वस्त्र लगाउनको कारणले पनि धेरै मानिसहरूले उनीहरूलाई सम्मान गर्दछन्। साधु सन्तहरू घरबार छोडेर जङ्गलमा जान्छन्, तर तिमी बच्चाहरूलाई घरबार छोडेर जङ्गलमा जानु पर्दैन। तिमीलाई सेतो ड्रेसको बन्धन पनि छैन। यस विद्यालयमा अध्ययन गर्न जब तिमी आउँछौ त्यति बेला आफ्नो ड्रेस लगाएर आउन सक्छौ। बाँकी घर व्यवहारमा रहँदा तिमीलाई सेतो ड्रेसको बन्धन छैन र तिमी तपस्या गरिरहेका छौ। तिमीले आत्मशुद्धि गर्ने कार्य गरिरहेका छौ, त्यसैले सेतो मन पर्छ र जो समर्पित जीवन बिताएका छन् उनीहरूलाई सेतो ड्रेस अनिवार्य छ। बाँकी गृहस्थमा बस्ने बच्चाहरूलाई सेतो ड्रेसको बन्धन पनि छैन। आजकल सेतो धेरैले मन पराउँदछन्। मानिसहरू मरे भने पनि त्यस शरीरलाई सेतो कपडाले ढाक्दछन्। अब सेतो ड्रेस नै भगवानले किन दिनुभयो त भन्दा सेतो भनेको ओरिजिनल कलर हो। सेतोको अर्थ पवित्रता पनि हुन्छ र कसैको मृत्यु भयो भने सेतो कपडाले ढाक्दछन् र क्रिया गर्ने बेलामा पनि सेतो कपडा लगाउँदछन् र कुनै आत्मालाई तार्ने उद्देश्यले उनीहरूलाई यो संसारबाट छुट्टी दिने, तार्ने या मुक्ति दिने भनेर क्रिया गर्दा उनीहरूले सेतो कपडा लगाए। बाबा भन्नुहुन्छ, तिमी पनि अहिले मर्जीवा बनेका छौ। तिम्रो यो ब्राह्मण जीवन भनेको कलियुगबाट मरेको जीवन हो। यति बेला तिमी सङ्गमयुगी ब्राह्मण हौ, त्यसैले तिमीले सेतो ड्रेस मन पराउँछौ, त्यसैले सेतो ड्रेस राम्रो हो। त्यसैले पहिला कसैलाई पनि बाबाको परिचय दिनु छ। दुई बाबा हुनुहुन्छ, यी कुरा बुझ्नमा समय लिन्छन्। प्रदर्शनीमा त्यति सम्झाउन सक्दैनन्। सतयुगमा हुन्छन् एक बाबा। यस समयमा तिम्रा 3 बाबा हुनुहुन्छ, किनकि भगवान आउनुहुन्छ प्रजापिता ब्रह्माको तनमा। उहाँ पनि त बाबा हुनुहुन्छ सबैको। सतयुगमा हामीलाई दुःख हुँदैन, त्यसैले शरीरको बुवालाई मात्रै हामीले चिन्दछौँ। द्वापरयुग सुरु भएपछि दुःख सुरु हुन्छ, त्यसैले शरीरको आमा बुवा घरमा हुँदा हुँदै पनि अन्तर्मनले हे भगवान हे ईश्वर भनेर बोलाउँछ। त्यस समयमा हाम्रो 2 पिता हुनुभयो र सङ्गम युगमा हामीहरूको 3 पिता हुनुभयो। एक शरीरको पिता, अर्को आत्माको पिता शिव बाबा, अर्को हुनुहुन्छ प्रजापिता ब्रह्मा, अलौकिक पिता, ज्ञानको पिता। यो अर्थमा सङ्गम युगमा ब्राह्मण बच्चाहरूको 3 वटा बुवा हुनुहुन्छ होइन। भगवान आउनुहुन्छ प्रजापिता ब्रह्माको तनमा, उहाँ पनि त बाबा हुनुहुन्छ सबैको। लौकिक पिता पनि छन्। अच्छा, आज तिनै बाबाबाट उच्च वर्षा। अब तिनै बाबाबाट उच्च वर्षा कसको? निराकार बाबाले वर्षा कसरी दिनुहुन्छ? उहाँले फेरि दिनुहुन्छ ब्रह्माद्वारा। यो चित्रमा तिमीले धेरै राम्रोसँग सम्झाउन सक्छौ। शिव बाबा निराकार हुनुहुन्छ र यिनी हुन् प्रजापिता ब्रह्मा, आदि देव, ग्रेट ग्रेट ग्रान्ड फादर। बाबा भन्नुहुन्छ, म शिवलाई तिमीले ग्रेट ग्रेट ग्रान्ड फादर भन्दैनौ, म सबैको बाबा हुँ। अब भगवान शिवलाई पिता मात्रै भनिन्छ भने प्रजापिता ब्रह्मालाई पितामह भनिन्छ, ग्रेट ग्रेट ग्रान्ड फादर भनिन्छ। यिनी हुन् प्रजापिता ब्रह्मा। तिमी भयौ सबै दिदी भाइ। हुन त स्त्री पुरुष हुन्, तर बुद्धिले जान्दछ हामी भाइ बहिनी हौ। हुन त शरीर कसैको स्त्रीको रूपमा छ त कसैको पुरुषको रूपमा छ। शरीर स्त्री पुरुषको रूपमा भए तापनि हामी आत्माहरू एउटै पिताका सन्तान हौ। त्यसैले आत्मिक रूपमा हाम्रो सम्बन्ध भाइ भाइको हो भने अलौकिक ब्राह्मणको रूपमा हाम्रो सम्बन्ध भाइ बहिनीको हो। बाबाबाट वर्षा लिन्छौँ। भाइ बहिनीले आपसमा पाप कर्म गर्न सक्दैनन्। यदि दुवैको आपसमा विकारी दृष्टि तानियो भने फेरि गिर्छन्, बाबालाई भुल्छन्।
होइन। ज्ञानमा चल्दै गर्दा ब्राह्मण बनिसकेपछि पनि एक दुस्रालाई देख्दा विकारको दृष्टि, विकारको भावना जन्मिन्छ भने श्री बाबा भन्नुहुन्छ तिमी गिर्छौ, गिरेपछि मलाई बिर्सिन्छौ, मलाई छोडिदिन्छौ। बाबा भन्नुहुन्छ तिमी मेरो बच्चा बनेर फेरि मुख कालो पार्छौ। बेहदका बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ तिमीलाई यो नसा चढेको छ, जान्दछौ गृहस्थ व्यवहारमा पनि बस्नु छ, लौकिक सम्बन्धीहरूसँग पनि व्यवहार गर्नु छ, सम्बन्ध निर्वाह गर्नु छ। लौकिक पितालाई त तिमीले बुवा भन्छौ नि, उनलाई त तिमीले भाइ भन्न सक्दैनौ। हाम्रो भित्री भावनामा हामी एउटै पिताका सन्तान आपसमा भाइ भाइ हौँ भन्ने भए तापनि बोलीचालीमा सम्बोधन गर्दा बुवालाई बुवा नै भन्नुपर्छ, होइन। अब आफ्नो शरीरको बुवालाई भाइ भन्न मिल्दैन। साधारण तरिकाले पितालाई बुवा नै भन्छौ। बुद्धिमा छ यिनी मेरा लौकिक पिता हुन्, ज्ञान त छ नि, यो ज्ञान धेरै विचित्र छ। हाम्रो शरीरको सम्बन्ध अलग अलग भए तापनि आत्माको सम्बन्ध समान छ। यो दुवै पक्षलाई हामीले बुझ्नु छ र शारीरिक रूपबाट बाहिरी बोलीचाली व्यवहार गर्दा एक दुसराको जुन नाता सम्बन्ध हो त्यसैले सम्बोधन गर्नुपर्छ, तर भित्री मनले सम्झिनुपर्छ हामी एउटै पिताका सन्तान हौँ, भाइ भाइ हौँ। आजकल नाम पनि लिन्छन् तर कुनै आगन्तुक आदि बाहिरको मानिसको अगाडि भाइ भनिदेऊ भने उनीहरूले सम्झिन्छन् यिनको बुद्धि बिग्रेको छ। अब बुवालाई पनि भाइ भन्यो, होइन, पतिलाई पनि भाइ भन्यो, या अन्य ससुरालाई या कसैलाई भाइ भनिदियो भने अब नयाँ मानिसले, अरू सम्बन्धीले त बुझेका हुँदैनन्, यिनीहरूको त बुद्धि नै बिग्रियो भन्दछन्। त्यसैले श्री बाबा भन्नुहुन्छ बुवालाई बुवा नै भन, पतिलाई पति भन, ससुरालाई ससुरा भन, दाजुलाई दाजु भन, भाइलाई भाइ भन, जे नाता सम्बन्ध छ त्यही सम्बोधन गर। तर भित्री मनले सम्झ कि यी सबै एउटै पिताका सन्तान आत्माहरू हुन्। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त छ, गुप्त सम्बन्ध छ, यसमा धेरै युक्तिले चल्नु छ। तर एक अर्कालाई आदर गर्नु राम्रो हो। लौकिकसँग पनि कर्तव्य निर्वाह गर्नु छ। तिम्रो लौकिक सम्बन्धीहरूलाई पनि राम्रो व्यवहार गर। लौकिक सम्बन्धको बिचमा पनि तिमीले आफ्नो जिम्मेवारीलाई, कर्तव्यलाई पुरा गर, किनकि तिमी घर व्यवहारमै बसेर परमात्माले दिएको निर्देशन अनुसार आफूलाई शुद्ध बनाउनु छ, उच्च बनाउनु छ। त्यसले युक्तिले चल। बुद्धि जानुपर्छ माथि। हामीले बाबाबाट वर्षा लिइरहेका छौँ। बाँकी काकालाई काका, बाबालाई बाबा भन्नुपर्छ। जो बिके बनेका छैनन् उनीहरूले भाइ बहिनी भनेको बुझ्दैनन्। अब जसले शिव बाबाको यो ज्ञान सुने छैन, बुझे छैन, उनीहरूले त भाइ बहिनी भनेको कुरा बुझ्दैनन्, त्यो भाव अर्थ बुझ्दैनन्, शब्द अर्थमा मात्रै जान्छन्। त्यसैले युक्तिले चल। काकालाई काका भन, बुवालाई बुवा नै भन, होइन, दाजुलाई दाजु भन, भाइलाई भाइ भन, जे सम्बन्ध छ त्यही नाताले सम्बोधन गर, तर भित्री मनमा आत्मिक भावना राख। जो ब्रह्मा कुमार कुमारी बनेका छन् उनीहरूले नै यी कुरा बुझ्नेछन्। बाहिरकाले त पहिला सुनेर चकित पर्छन्। यसमा बुझ्नको लागि धेरै राम्रो बुद्धि चाहिन्छ। बाबुले तिमी बच्चाहरूको विशाल बुद्धि बनाउनुहुन्छ। तिमी पहिला हदको बुद्धिमा थियौ, अब बुद्धि जान्छ बेहदमा। उहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ। यिनीहरू सबै हाम्रा भाइ बहिनी हुन्। बाँकी सम्बन्धमा त बुहारीलाई बुहारी, सासूलाई सासू नै भन्दछौ, बहिनी कहाँ भन्दछौ र। अब बुहारीलाई बहिनी भन्न नि मिलेन, सासूलाई दिदी भन्न पनि मिलेन। सासूलाई सासू नै भन, बुहारीलाई बुहारी नै भन, ससुरालाई ससुरा नै भन, होइन, देवरलाई देवर नै भन, जेठाजुलाई जेठाजु नै भन, तर भित्री भावना आत्मिक राख। अब यो युक्तिले चल।
ज्ञान नबुझेकोले यो शब्दको अर्थ बुझ्दैनन्। भगवानले के भन्न खोज्नु भएको यो बुझ्दैनन्। त्यसले तिमीले भित्री समझ एउटा भए पनि बाहिरबाट व्यवहार गर्दा त्यही अनुसार गर। आउँछन् त दुवै घरमा बस्दा पनि धेरै युक्तिले चल्नुपर्छ। लोक कल्याणलाई पनि हेर्नुपर्छ। नत्र उनीहरूले भन्दछन् यिनीहरूले पतिलाई भाइ, सासुलाई बहिनी भन्दछन्, यिनीहरूले के सिक्छन्? फेरि हामीले मिलाउन जानेनौँ भने हाम्रो घरमा हाम्रो सम्बन्धीको बीचमा ज्ञानलाई उल्टो तरिकाले लिन्छन्। त्यसैले बाबा ज्ञानी बच्चाहरूलाई, ब्राह्मण बच्चाहरूलाई भन्नुहुन्छ युक्तिले चल। यी ज्ञानका कुरा त तिमीले नै जान्दछौ, तिमीले नै जान्दछौ र नजान्ने कोही भन्दछन् नि तिम्रो गतिमती तिमीले नै जान। अब तिमी उहाँका बच्चा बनेका छौ, त्यसैले तिम्रो गतिमती तिमीले नै जान्नु छ। धेरै सम्हालिएर चल्नुपर्छ। कतै कोही नअल्मलिउन्। प्रदर्शनीमा पनि तिमी बच्चाहरूले पहिला सुरुमा यही सम्झाउनु छ। हामीलाई पढाउने भगवान हुनुहुन्छ। अब बताऊ उहाँ को हुनुहुन्छ? निराकार शिव वा श्रीकृष्ण? शिव जयन्तीपछि फेरि आउँदछ कृष्ण जयन्ती, किनकि बाबाले राजयोग सिकाउनुहुन्छ। बच्चाहरूको बुद्धिमा आयो नि शिव परमात्मा नआएसम्म शिव जयन्ती मनाउन सकिँदैन। जबसम्म शिव आएर कृष्णपुरी स्थापन नगर्दासम्म श्रीकृष्ण जयन्ती पनि कसरी मनाइन्छ? श्रीकृष्णको जन्म त मनाउँदछन्, तर कहाँ बुझ्दछन् र? श्रीकृष्ण प्रिन्स हुनुहुन्थ्यो भने अवश्य सत्ययुगमा प्रिन्स हुनुहुन्थ्यो होला। अब कृष्ण जन्माष्टमी पनि भक्तहरूले मनाउँदछन्, तर श्रीकृष्ण कहाँको राजकुमार हुनुहुन्थ्यो त? अवश्य सत्ययुगको हुनुहुन्थ्यो होला। यो स्पष्ट उनीहरूले बुझ्दैनन्। देवी देवताहरूको राजधानी थियो होला। केवल एक श्रीकृष्णलाई त बादशाह मिलेको थिएन होला। अवश्य कृष्णपुरी थियो होला नि। भन्दछन् पनि कृष्णपुरी र यो हो कंसपुरी। कंसपुरी समाप्त भयो, फेरि कृष्णपुरी स्थापन भयो नि। हुन्छ भारतवर्षमा नै, नयाँ दुनियाँमा कहाँ यी कंस आदि हुन सक्छन् र? जब दिन हुन्छ त त्यो समयमा रात हुँदैन, जब रात हुन्छ त दिन हुँदैन। कि त समय फरक हुनुपर्छ, कि त स्थान फरक हुनुपर्छ। अब स्वर्ग र नर्क सँगै हुन सक्दैन। शिवा भन्नुहुन्छ स्वर्गको समयमा नर्क हुँदैन, नर्कको समयमा स्वर्ग हुँदैन। कृष्ण भएको समयमा कंस हुँदैन, कंसको समयमा कृष्ण हुनुहुन्न। तर शास्त्रमा त सँगै हुनुहुन्थ्यो भनेर देखाइदिएको छ। राम र रावणलाई सँगै, कृष्ण र कंसलाई पनि सँगसँगै थिए भनेर शास्त्रमा लेखिएको छ। अब पढ्नेवालाले त्यही पढेका छन्, त्यही विश्वास गरेका छन्। तर शिवा भन्नुहुन्छ कि त कृष्णको राज्य, कि त कंसको राज्य। आज हो कंसपुरी, जताततै काम विकारकै राज्य चलेको छ हैन। भन्दछन् पनि कृष्णपुरी र यो हो कंसपुरी। कंसपुरी अर्थात् कंसपुरी समाप्त भयो, फेरि कृष्णपुरी स्थापन भयो नि। जब कंसको समय पुरा हुन्छ तब त कृष्णको राज्य सुरु हुन्छ भारतवर्षमा नै। नयाँ दुनियाँमा कहाँ यी कंस आदि हुन सक्छन् र? कंसपुरी भन्नुहुन्छ कलियुगलाई, जहाँ काम विकारको साम्राज्य छ, जहाँ क्रोध छ, जहाँ विकारले चलेको छ। यसैलाई भनिन्छ असुरहरूको राज्य कंसपुरी, रौरव नर्क, विषय वैतरी नदी। यसका पनि धेरै नाम छन्। यो कलियुग हो, दुःखको दुनियाँ। यो कलियुगमा आज मानिस कति धेरै दुखी छन्। यहाँ त हेर कति मानिसहरू छन्। सत्ययुगमा थोरै मानिसहरू हुन्छन्। देवताहरूले कुनै लडाईँ गरेनन्। अब देवी देवताहरू पनि लडाईँ गर्नुहुन्थ्यो। अब श्रीकृष्णले सुदर्शन चक्र चलाएर कंस, जरासन्ध जस्ता राक्षसहरूलाई मार्नु भएको थियो। देवीहरू पनि दानवहरूसँग लडाईँ गर्नुभएको थियो भनेर व्याख्या गरियो। तर यो सबै लडाईँ थियो
आन्तरिक लडाईँ, मानसिक युद्ध, यो बाहिरी युद्ध थिएन। यदि त्यसरी नै देवी देवताहरूले बाहिरी युद्ध गरेका हुनुहुन्थ्यो भने अनि उहाँहरूलाई पनि त हिंसक भनियो। अहिंसा परमो धर्म भनेर पूजा गरेको त कोही अर्थै रहेन। यो कुरा भक्तले बुझ्दैन। शिव भन्नुहुन्छ देवताहरूले कुनै लडाईँ गरेनन्। देवी देवता कहिले पनि लड्ने झगड्ने गर्दैनन्। कृष्णपुरी भन अथवा विष्णुपुरी भन, दैवी सम्प्रदाय भन, आसुरी सम्प्रदाय यहाँ छ। बाँकी न देवता र असुरहरूको लडाईँ भयो, न कौरव पाण्डवहरूको भएको हो। तिमीले रावणमाथि विजय पाउँछौ। युद्ध त सङ्गम युगमा ब्राह्मण बच्चाहरूको मनमा चल्छ। जब ज्ञान योगको बाटोमा हामी हिँड्न सुरु गर्छौँ, जब भगवानको ज्ञानलाई जीवनमा धारण गर्छु भनेर हिम्मत गर्छौँ, तब 5 विकारसँग घमासान युद्ध भित्री रूपमा चलिरहन्छ। बाबा भन्नुहुन्छ बाहिरी रूपमा युद्ध भएको थिएन। बाबा भन्नुहुन्छ यी 5 विकारमाथि विजयी भयो भने तिमी जगत जित बन्छौ। यसमा कसैले लड्नु छैन। लड्ने नाम लियो भने हिंसा हुन्छ। रावणमाथि विजय प्राप्त गर्नु छ तर अहिंसाले। काम, क्रोध, लोभ, मोह, अहङ्कारलाई रावण भनिन्छ। यो 5 विकारलाई जित्नु छ परमात्माको याद गरेर, राजयोगको अभ्यासबाट, अहिंसाको तरिकाले। यहाँ कोही हिंसा छैन, काटमार छैन। केवल बाबुलाई याद गरेमा हाम्रो विकर्म विनाश हुन्छ। लडाईँ आदिको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ तिमी तमो प्रधान बनेका छौ, अब फेरि तिमी सत्य प्रधान बन्नु छ। भारतवर्षको प्राचीन राजयोग प्रसिद्ध छ। बाबा भन्नुहुन्छ मसँग बुद्धिको योग लगायौ भने तिम्रो पाप भस्म हुनेछ। बाबा पतित पावन हुनुहुन्छ भने उहाँसँग बुद्धि योग लगाउनु छ। अब तिमी पतितबाट पावन बन्नेछौ। अब यथार्थमा तिमी उहाँसँग योग लगाइरहेका छौ। यसमा लडाईँको कुनै कुरा छैन। जसले राम्रोसँग पढ्दछन् र बाबासँग योग लगाउँदछन् उनीहरूले नै बाबाबाट वर्षा पाउनेछन्। शिव बाबालाई सम्झी आफूभित्र रहेको, आत्मामा रहेको 5 विकारलाई जसले विनाश गर्न सक्छ, पापहरूलाई नष्ट गर्न सक्छ, उसले नै शिव बाबाबाट सम्पूर्ण अधिकार लिन सक्छ। अच्छा, मीठे मीठे सिकिलदी बच्चाहरू प्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाप दादालाई याद प्यार गुड मर्निङ, नमस्ते बाबा, नमस्ते। धारणाको लागि मुख्य सार। पहिला पोइन्ट, भाइ दृष्टिको अभ्यास गर्दै लौकिक सम्बन्धहरूसँग सम्बन्ध निभाउनु छ। धेरै युक्तिले चल्नु छ। विकारी दृष्टि बिल्कुल जानु छैन। कयामतको समयमा सम्पूर्ण पावन बन्नु छ। दोस्रो पोइन्टमा, बाबाबाट पुरा वर्ष लिनको लागि राम्रोसँग पढाइ पढ्नु छ र पतित पावन बाबासँग योग लगाएर पावन बन्नु छ। आजको वरदानमा आफ्नो सम्पूर्णताको आधारमा समयलाई समीप ल्याउने मास्टर रचयिता भव। विस्तारमा, समय तिम्रो रचना हो, तिमी मास्टर रचयिता हौ। रचयिता रचनाको आधारमा हुँदैनन्, रचयिताले रचनालाई अधीन पार्छन्। त्यसैले यो कहिल्यै नसोच, समयले आफै सम्पूर्ण बनाइदिनेछ। तिमी सम्पूर्ण बनेर समयलाई समीप ल्याउनु छ। त्यस्तै कुनै पनि विघ्न आउँछ भने समयअनुसार जानेछ अवश्य, तर समयभन्दा पहिला परिवर्तन शक्तिद्वारा त्यसलाई परिवर्तन गरिदेऊ भने त्यसको प्राप्ति तिमीलाई हुनेछ। समयको आधारमा परिवर्तन गरेमा त्यसको प्राप्ति तिमीलाई हुने छैन। शिवा भन्नुहुन्छ बच्चे तिमी रचिता हौ, तिम्रो रचना समय हो। समयले तिमीलाई परिवर्तन गराउने होइन, तिमीले समय भन्दा पहिला आफूलाई परिवर्तन गर्ने हो। तब बल्ल तिमीलाई सम्पूर्ण प्राप्ति हुनेछ।
स्लोगनमा छ, कर्म र योगको ब्यालेन्स राख्नेहरू नै सच्चा कर्मयोगी हुन्। अव्यक्त इसारा, यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर। जहिलेसम्म कर्म इन्द्रियहरूको आधार हुन्छ त्यति बेलासम्म कर्म त गर्नु नै छ, तर कर्म बन्धन होइन, कर्म सम्बन्धमा। जीवनमुक्त अवस्था अर्थात् सफलता पनि धेरै र कर्मको बोझ पनि नहोस्। जो मुक्त छन् उनीहरू सदैव सफलता मूर्त छन्। जीवनमुक्त आत्माले सदा शुद्ध गर्वले भन्ने छ, विजय निश्चित छ, सफलता जन्मसिद्ध अधिकार हो। मुख्य सारमा थियो, मिठे बच्चे, तिम्रो मुखबाट कहिले पनि हे ईश्वर, हे बाबा शब्द निस्किनु हुँदैन। यो त भक्ति मार्गको प्र्याक्टिस हो। अच्छा, ओम शान्ति।